गर्न चाहन्छु। पानी खाइदिसौला फेरि। पानी देखाउनु पाइन्छ। चौच अनि हामीलाई पानी बाँड्ने मान्छे भनेर भन्छ नि त, त्यही भएर हुन्छ। कार्यकर्तालाई म यस गरिमामय सदनमा उभिएर दृढताका साथ भन्न चाहन्छु कि नेपाली जनताको पसिनाबाट सङ्कलित यो बजेटको एक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन परिणाम दिन मेरो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। 6. प्रहरी चेकिङमा पैसा माग्ने विषय। सभामुख महोदय, सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकोले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखहरूलाई मातहतका कर्मचारीहरूको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छु। अब लागु औषधको सप्लाई चेन ब्रेक गर्न जरासम्म पुगेर नियन्त्रण गर्न प्रहरी प्रशासनलाई हिजो भर्खरै निर्देशन दिएको छु। म आफै पनि विगत 10 वर्षदेखि डिजास्टर रिस्क रिडक्सन एन्ड रेस्पोन्समा स्वयंसेवकको रूपमा काम गरेको हुनाले राज्यको क्षमता विकासमा सर्ट टर्म र लङ टर्म कामहरू गर्न प्रायोरिटी अनुसार तयार गरिएको जानकारी गराउन चाहन्छु। विपद व्यवस्थापनमा हामी रेस्पोन्सिभ मेजर्सबाट प्रिपेयर्डनेस स्ट्र्याटेजीमा केन्द्रित भएका छौँ। नागरिकको ज्यान जोगाउन राज्यको प्राथमिक दायित्व हो। सीमा नाकामा लागु औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेसन हुनेछ। माननीय ज्यूले उठान गर्नुभएको काठमाडौँको घटनाको विषयमा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छु। यसमा अब हाम्रो माननीय राजेन्द्र कुमार राईज्यू पनि एकदम खुसी हुन्छ होला। हामी कति कुराहरू कोरिरहेका हुन्छौँ उतापट्टि, हजुरले